हामीले यो पेनमा यसरी बिर्को लगाउँछौँ। यो पेनमा बिर्को लगाउनेको कारण के हो भने यो पेनको लेख्ने भाग यो पिन नखसोस् भनेर हामीले यो सेभ गर्छौँ। अनि घरबाट बाहिर जान पर्यो भने आफ्नो घरको ढोकाहरूमा ताल्चा लगाउँछौँ। आफ्नो सम्पत्तिको सुरक्षा गर्नलाई हामीले घरबाट बाहिर जाँदा ताल्चा लगाउनु, आफ्नो शरीरलाई घामबाट बचाउन कपडा लगाउनु, घाममा हिँड्दा छाता ओढ्नु के हो त्यो सुरक्षा गर्ने काम भयो त्यो। र आफ्नो शरीरको बाहिरी भागलाई त कपडा लगाएर हामीले सुरक्षा गर्छौँ भने भित्री पाठ पूर्जा के छ भनेर हामीले जानकारी त पाउँदैनौँ। यो पाठ पूर्जा ठिक छन्जरी हामी हिँडडुल गर्न सक्छौँ। यदि बेटी भएर कुनै घातक रोग लागिहाल्यो भने पनि हामीले के गर्ने, त्यसको एउटा उपाय हो बिमा। समयमै बिमा गरेर आफ्नो जीवनको सुरक्षा गर्ने काम चाहिँ हजुरको हातमा हुन्छ। समयमै बिमा गर्ने काम आफ्नो निर्णय हो, अरू कसैले गरेर हुँदैन। यो